हाई गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ श्रद्धा जान्वी म अनि नवीना दिदी अनि नवीना दिदीको छोरा छोरीहरू पनि आउनु भएको छ अनि हामी भएर चाहिँ इन्डिया घुम्न जाँदैछौँ। इन्डिया चाहिँ के अरे त्यही जयनगर हो। के अरे ट्रेन चढ्नको लागि हामी सबै बच्चाहरू छन्, बच्चाहरूलाई घुमाउनलाई जाँदैछौँ र के हुन्छ म देखाउँछु, हजुरहरू लास्टसम्म हेर्नु होला। यहाँ जान्वी छ, नवीना दिदीको छोरी नवीना दिदी आइसक्नु भएको छ। यहाँ हाम्रो छोरी र छोरा। बाबु हाई भन यहाँ। श्रद्धा चाहिँ एज अलवेज एकदम ढिलो हो, अझैसम्म रेडी हुँदैछ। छिटो आइज श्रद्धा। यो नक्कली अझैसम्म हेरेर नक्कल पार्दैछ। हामी चाहिँ फेरि आफ्नो परिचय पत्र नागरिकताहरू झिक्न बिर्स्यौँ र फेरि फर्किराखेको छौँ होइन छोरो। यहाँ त हामीले चाहिँ बिर्सिसकेको थियौँ, जान्वीले हो सम्झाएको पुगिरहेको थियो। धन्यवाद दिमाग रे हजुर। ल हामी चाहिँ रुमबाट निस्किसक्यौँ। आज चाहिँ हामी एकदम एक्साइटेड छौँ होइन। अब यो हामी 4 वर्षको अन्तरालमा बहिनीहरूसँग भनौँ न अब सबै ग्रुप मिलेर जाने चाहिँ लास्ट जस्तै लाग्छ मलाई। फेरि पनि हुनसक्छ तर मेबी अब अहिलेलाई चाहिँ लास्ट जस्तो लाग्छ। अब हाम्रा प्यारा बहिनी भएर पनि भ्लग गरेको मैले, त्यही भएर बहिनी भ्लग बनाइरहेको छ अनि मेरो छोराछोरीसँग छ जे आज चाहिँ रमाइलो गर्ने भन्ने हाम्रो एकदम प्लान छ भनौँ न होइन। त्यो श्रद्धा र छोरी फेरि आउँदैछन्, पछाडि छन्, 2टा अगाडि गइसके। श्रद्धाको त काम छैन हेर बहिनी होइन। त्यसलाई भन्छ के भन्छ जानु, त्यसलाई के भन्छ आइसक्यो अरे। यस्तो चाहिँ यत्रो एटिट्युडमा आउने यस्तो ढिलो गर्छ नि अझै। अरे पिडाखाली थाहा दिदी। अब 2-3 दिन मात्रै हो झेल्ने खै यता हो त। ब्याचलर 7 सेमेस्टर सिधेको विद्यार्थीले 100 रुपियाँ ब्यालेन्सको लागि पनि घरमा फोन गर्छ ल। लास्ट छैन, लास्ट डाटा नभएर हामी चाहिँ अटोमा चढिसकेका छौँ र ट्रेनको पट्रीसम्म, ट्रेन स्टेसनसम्म जाँदैछौँ। र हामी अटोबाट झरेर ट्रेनको पट्री हिँड्दैछौँ। हामी चाहिँ भर्खरै अटोबाट झरेर ट्रेनको पट्री हिँड्दैछौँ। खाजा पानी पनि किनिसक्यौँ। अब ल यहाँ यो ग्रुपमा हिँडेर भ्लग गर्न यति गाह्रो छ है। घरिको प्याच्च बोलिदिन्छन्, घरिको प्याच्च बोलिदिन्छन्। गाह्रो छ साथीहरू, के गर्नु गर्नै पर्यो। होइन हामी त कसै बोल्दैनौँ, यही हो कि बोल्नु दिदी हो। टिकट लिइसके अब चाहिँ हामी जान्छौँ। के अरे ट्रेनलाई कुरिराखेको छौँ। ट्रेन आइसकेको छ। ल चढिहाल के चढिहाल, अहिले सिट पाउँदैन के। ल हामी त सिटै पाउँदैन क्या हो। कति भिड हो। एकै ठाउँमा सिट पाएनौँ। यहाँ 2जना, यहाँ 1जना, यहाँ 2जना अनि यहाँ 1जना छ। म चाहिँ यहाँ यसरी बसिरहेको छु। ट्रेन चाहिँ हिँडिसकेको छ। यिनी फेरि जहाँ पनि सुरु हुन्छ नि। कस्तो राम्रो देखेको यिनीहरूलाई। हामी चाहिँ बल्ल एउटै सिटमा आइरहेको छौँ सबैजना। यो 2जना यहाँ छन्, हामी 2जना यहाँ अनि यिनीहरूको आमा छोरी यहाँ 3जना। कता गयो उता बिना छेकियो ल। अब चाहिँ हामी गाउँ घरमै जान्छौँ मजाले। हामी चाहिँ फाइनली जयनगर आइपुगेको छौँ। हामी जयनगर पुगेको छौँ भनेको त छोराले के हामी जानकी मन्दिर पुगेको छौँ। र गाइजहरू अब हामी चाहिँ ट्रेनबाट झर्ने बेला हुन लागिसकेको छ।
दा यसरी हैन यसरी ल प्लिज श्रद्धाले लास्टै टाइम लगायो है यहाँ फेरि पनि हाँसेछ भित्र हाँसेछ छोरालाई यहाँ छुट्टै मजा आइरहेको छ जयनगर हो यो चाहिँ अब हामी चाहिँ यहाँ यस्तो वासरुमहरू युज गरेर अनि झर्छौँ हामी अनि जान्छौँ कता कता जान्छौँ म देखाउँछु हामी चाहिँ के अरे अटो भन्न हामी चाहिँ ट्रेनबाट झरिसकेको छौँ र यिनीहरूको फोटो खिच्ने चक्करमा मैले चाहिँ भिडियो गर्ने बिर्सेछु है ल ल है अब चाहिँ हिन्दीमा भ्लग गर्नु पर्यो छोरा हिन्दी बोल्न आउँछ तिमीलाई ल हिन्दीमा बोल्नुपर्छ है अब अब हिन्दीमा बोलेर भ्लग बनाऊ है क्या कर रही हो ल है अब हिन्दीमा बोला है नम्रता दिदी हिंदी में बोलो आप हिंदी में बोलो बहुत अच्छा है ना जानवी कस्तो भइरहेछ आप क्या बोल रहे हैं मुझे बहुत समझ नहीं आ रहा है 50 रुपैयाँ काटो बोले 50 रुपैयाँ बहुत अच्छा है ल म हिन्दी बोल्छु है हाम्रो नेपालबाट चाहिँ सानो सानो ट्रेनहरू मात्रै चढ्छ अनि एउटा कि दुईटा मात्रै होला के अरे चल्ने अनि यो चाहिँ पुरै इन्डियाको ट्रेनहरू हो कस्तो लामो लामो हुन्छ हाम्रो ट्रेन त कति सानो सानो छ नहीं हो पाएगा हम हिंदी बोलना स्टार्ट कर लिया है मत ही बोल बहन मत ही बोल एक अंकल से पूछा था कि के करेंसी एक्सचेंज किधर करना है आप हिंदी आप यार म त नेपालीमै के भन्छ अरे कन्टिन्यू गर्छु एकदम फन्नी लागिरहेको जोक कसले कस्तो बोल्यो भने आधा हिन्दी आधा मलाई त्यो अङ्कल पनि हाँस्यो होइन नेपालीमै गर्छु नेपालीमै यो चाहिँ करेन्सीहरू साटिसक्यौँ उनीहरूलाई के भयो थाहा छैन रुँदै हिँडिरह ओए तर के चाहिएको यहाँ हो कि ल दिदीको छोराले चुइङ्गम चाहियो भनेर औडा गरे उसले भनेको जस्तो चाहियो अरे फेरि त्यो त भेटेन फेरि नि मेरो छोरा त यति गाह्रो छ तिम्रो पछि कस्तो होला के बरै दिदीको छोराले हामी सबैलाई 6 जनालाई तङ गरेर अब हामी चाहिँ बजार डुल्दैछौँ है अलि त श्रद्धाञ्जलीसँग लागेको छ श्रद्धाले लगिराखेँ फकाएर मैले त झापा हानिदिन्छु भनेर सनस्क्रिन एप्लाई गर्न आएको खुसी भएको नयाँ चप्पल किनेर खुसी यस्तो बवाल हिन्दी बोल्यौँ नि हामीले हाम्रो चाहिँ जानवी र रोजा छोरी हराइसकेको छ है कता छुटेन अब खोज्दै हिँडिरहेछौँ कति बेर भयो खोजेको भेट्टाउँदै छैन अब न सिम चल्छ न के को नेटवर्क छ गाह्रो भइरहेको गाह्रो भयो है मेरो छोरी बहिनी हराए मेरो छोराले छोरालाई फेरि ओहो जुत्ता बल्कमको डिब्बा खुसी जान्छ छोरो छोराले भनेको कुराहरू चाहिँ पाइयो अब छोरी र साथी हराइरहेछ हामी खोज्दैछौँ बाटोमा आएन चाहिँ भेटेन पागलहरू कहाँ हेर त हामी त्यहाँनिर खोज्यौँ के तिमीहरूलाई यता आयौँ यहाँ आउनसम्म अनि लाग्यो कि तिमी पक्का मलमा छौ भनेर नि मलतिर आएको हामी यहाँ आएर गएर त्यो ठाउँमा फेरि मलमा छोरी रुन त आएन यसको चप्पल किन्दा रुइदियो त्यही चप्पलले दुख्यो फर्के के उहाँको सु पसलमै गयौँ त्यही भएर अनि हामी चाहिँ अहिले मलमा हो यसो सामानहरू खोजिरहेको तर सबै कुरा चेन्ज भइरहेछ कि पहिलाको भन्दा हामी यहाँ चाहिँ पहिला पनि आएको थियौँ दुईचोटि हामी चाहिँ कपडाहरू ट्राई गरेको थियौँ हेरेर अनि कस्तो मन परेको थियो ट्राई गरेको कस्तो नराम्रो देखियो क्या जाला यहाँ फेरि हामी चाहिँ सपिङ गरेर निस्केको हामीले खासै केही नै गरेनौँ नमिना दिदीले गर्नुभयो अलिअलि सपिङ के भर्खरै हामीले लाइभ एक्सिडेन्ट देख्यौँ यार है छोरा एक्सिडेन्ट देखेको है भोक लाग्यो के खानु होला क्या म त को खान्छु के खास गरी हामीले कपडा किन्न नजानेको हो कि हामीलाई ठग्नु भएको हो नमस्ते हामीले चाहिँ थोरै सपिङ गऱ्यौँ सबै अरूहरू चाहिँ
टिकट काट्न गइरहेको छ। हामी चाहिँ फर्किँदैछौँ, लास्टै गर्मी छ, हालत खराब भइसक्यो। हाम्रो पैसा नि टाट परिसक्यो। ल ल हामी डेन्जर धेरै थाकिराखेका छौँ एकदम है। ए यस्तो गर्मीमा अहिले त्यस्तो गर्मी छैन पनि लगाउनु पाएँ। म त एकचोटि दिदीको सनस्क्रिन लगाएँ। हामी चाहिँ फर्किन लाग्यौँ। धन्दै छुटेको नि जानवी बोलाउनु नगएको भए त म त श्रद्धा उतै बस्थेँ। अर्को ट्रेनमा आउँथ्यो बेलुकाको ट्रेनमा। त आज इन्डिया छुटेको भए के गर्थिस्? आज इन्डिया छुट्टीवाला थियो होइन, हामीलाई कस्तो एकदम तनाव भइरहेको थियो। जानवीलाई डेन्जर रिस उठिला होला। डेन्जर रिसाइहाल्यो क्या जानवी, त के भएछ हिँडिहाल्यो धन्दै यार। एक दिन मात्रै ढिलो आएको भए पनि हामी छुट्थ्यौँ। मोबाइल हेर्न परेको थियो अरे को नचिन्नेसँग गएर मोबाइल हेरेर कोही मक्खै छन् ब्याट पाएर है। यस्तो छ है हाम्रो हालत। कहाँबाट आयो यिनीहरू फेरि छुट्टै छ। जनकपुर आइसकेर रहेछ। म त आज डेन्जर निधाएँ वहीँबाट यहाँ पुग्नुसम्म निधाइन्छु। आयो जनकपुर। ल झरियो अगाडि झरेको थियो। अगाडि गयो होला छोरालाई लिएर। डेन्जर भिड छ। यो चाहिँ फेरि अब उता कुर्थातिर जान्छ, अर्को साइडतिर। यो आमा लास्ट भिड है। यस्तो थाकियो त न के खाइयो है। अलिअलि के किन्यो। यस्तो चाहिने सामान नि किनिहाल्यो कि फेरि है। हैरा नै भयो। अब खाजा खान जान्छौँ। थाकेँ म त यसको अटोमा पनि सिट नपाएर यस्तो छ है हालत। हामी चाहिँ अटोबाट झरेर सिधै खाजा खान गयौँ। त्यहाँ पनि ओल्यास्त भएको थियौँ। के अरे भिडियो सिडियो केही बनाएनौँ, खाजा खायौँ। अनि रुममा आएर यस्तो फ्रेस भएर बसेको। अनि चिसो चिसो खाँदैछौँ। देखाइन अरूहरूलाई किनभने रुमको हालत यस्तो बेहाल छ। अनि बेलुका चाहिँ हाम्रो जुनियरहरूले आज हामीलाई फेरि खाना खान बोलाएको छ हामी सबैलाई। अनि त्यता जान्छौँ। त्यताको पनि यही भ्लगमा एड गर्छु अनि त्यति बेला नै एन्ड गर्छु है त। हामी चाहिँ अब जुनियरहरूको रुमतिर जान लागेको। यति धेरै थके लागेछ नि रमाइलो गर्ने भनेर छिटाउनु भनेछ रमाइलो गर्ने भनेर। तर यस्तो निन्द्रा मात्रै लागेको छ। तर सक्दो रमाइलो चाहिँ गर्छौँ हामी। श्रद्धा छिटो आइज। दुईचोटि भयो नि यही भ्लगमा मात्रै। यस्तै हो यो सुस्ती बल्ल आउँदै। हाम्रो क्लासको सुस्ती नै हो, सुस्ती एक नम्बरको। सबैले भन्छ हामी यिनीहरूको रुममा आइपुगेको छौँ। ढोका खोला। झ्याप्पै आए बाउन्दाई। ल प्रिपरेसन। वेलकम टु माई ब्लग। थ्याङ्क यू। को छन् भित्र? हाई गाइज, वेलकम टु माई ब्लग। यिनी त कति छिटो आइपुगिन् खाना खानलाई होला नि। बिचरा मेरो भाइहरूको रुममा बस्ने ठाउँ चाहिँ काइदाको छ। यहाँ छोरीको हालत। अर्को फेरि मोबाइल पाएर हामी चाहिँ खाना खान सुरु गरेको र जानवी कस्तो छ भनिदेऊ। बाहुन भाइले पकाएको। दिदी
छोरी श्रद्धा छोरो कस्तो छ खाना मिठो एज अलवेज है यस्तो सुत्ती आज चाहिँ आयोजक कमिटीहरू रम्या दिदी तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ भाइ बहिनीलाई धेरै धेरै धन्यवाद होइन अब चाहिँ हामी जाने बेलामा यस्तो प्रोग्राम गरेर एउटा सम्झना सुरु गरेका छन् अनि अब सम्झना भनौँ न भाइ बहिनीहरू अनि त्यसपछि गएर हामी चाहिँ मेरो छोराछोरी सहित बोलाए हाम्रो भाइलाई धेरै धेरै धन्यवाद छ र हामीलाई पनि जस खुसी लाग्यो हाम्रो भाइ बहिनीले चाहिँ यस्तो प्रोग्राम गर्नुभयो त्यही हो मैले भने यस्तो खोट लाउने मान्छे छ है भाइहरूले यस्तो मिठो गराएर अचार तरकारी अनि मासु पुलाउ बनाएर खुवाए लास्टमा त दही चाहिँ मिठो छ भने के दही धेरै मिठो छ हो कि दही मिठो छ भन्छिस बिचरा आजको दिन चाहिँ एकदम हेक्टिक थियो अनि भाइहरूले चाहिँ खाना खान बोलायो रमाइलो भयो धन्यवाद हामीलाई बोलाइदिएकोमा रमाइलो भयो र आजको भिडियो चाहिँ यति नै थियो र के भन्नु छ बेस्ट अफ लक सबैजना सिनियर्सहरूलाई फेरि पनि भेट्दै गरौँला ल धन्यवाद र तिमीहरूलाई धेरै धेरै धन्यवाद र यति नै थियो मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब टु माई च्यानल बेस्ट अफ लक बेस्ट अफ भन्न चाहन्छु थ्याङ्क यू बेस्ट अफ भन्न चाहन्छु सबैजना